एउटा गरिब दुखी मान्छेहरू जाँदाखेरि लाइनमा बस्नु 2 बजेबाट बस्नु परिरहेछ। 2500 रुपियाँ दियो भने चाहिँ बजारमा चाहिँ ग्यास घरमा पुग्छ होइन। अब ग्यासको कुनै पनि सर्टेज छैन। तपाईँ सुन्नु सर, सुन्नु सर, तपाईँ चाहिँ त्यहाँ बसेर के अनुभव, तपाईँले आपूर्तिमा कुनै समस्या छैन भनिराख्दाखेरि तपाईँले चाहिँ त्यहाँ चाहिँ कसरी कालाबजारी भइरहेछ, कृत्रिम अभाव कसरी भइरहेछ, तपाईँले अनुगमन कुन हिसाबले गरिराख्नु भएको छ? होइन, किन तपाईले भेरी ग्यासको अगाडिपट्टि, मैले आज बिहानको मात्रै सन्दर्भको कुरा गरेको, भेरी ग्यासको अगाडिपट्टि आगो सिलिन्डर टोटल इन्कमिङ र आउटगोइङ बराबर सकिएपछि म निस्केको छु। त्यहाँनिर 2060 भन्दा बढी मूल्य दिएको छ। यो कसरी भयो, कृत्रिम अभाव कसरी भइरहेछ क्या सर वीरेन्द्रनगर? 2 बजेबाट मान्छेको लाइन छ भनेपछि ग्यासको कुनै पनि आपूर्ति सहज रूपमा अगाडि बढिरहेछ। दिनमा 2 ट्रक 3 ट्रक ग्यास आइरहेछ भनेपछि यो चाहिँ जिल्ला प्रशासन सुतेर बस्नु मिल्यो सर? कालोबाजारी भइरहेछ, मान्छे प्लस ग्यास पाइरहेछन्, मान्छेले के बुझिरहेछन्, प्रशासन सब मिलेको छ। यो तपाईँहरूले चाहिँ आजको कुरा मात्रै, तपाईँले त आजको कुरा गर्नुभयो नि सर। तपाईँले अनुगमनमा त बल्ल आज बिहान तपाईँ चाहिँ ग्यासको डिपो अगाडि आइपुग्नु भयो। हिजोको ग्यास कहाँ गयो, अस्तिको ग्यास कहाँ गयो होइन? यो अब आउने ग्यास कहाँ जान्छ? यो 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 चाहिँ कसरी गइरहेको छ? कृत्रिम अभाव कसरी भयो कि? तपाईँहरूको अनुगमन चाहिँ आएको मात्रामा डिपोमा कसरी खस्यो, कति चाहिँ आपूर्ति छ, कति चाहिँ माग छ भन्ने कुराले चाहिँ आइरहेछ ग्यास होइन। तर चाहिँ उपभोक्ताले नपाउने, उपभोक्ता रातिदेखि चाहिँ लाइन बस्नुपर्ने, तपाईँले त प्रत्यक्ष रूपमा आज त देख्नुभयो। त्यो आएको ग्यास आजको मात्रै। हजुर, आज मैले उदाहरण दिएको, म गएको भन्ने कुरा छ, म गएको छु, मलाई अवगत पनि छ, प्रयत्न पनि गरिरहेको छ। ग्यास चाहिँ के भयो भने हामीसँग एउटा पनि कम्पनी छैन। हेर्नुहोस्, कर्णाली प्रोभिन्समा हामीसँग प्रदेशमा एउटा पनि कम्पनी छैन। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको बागे र दाङ जिल्लासम्मबाट चाहिँ उनीहरूको मार्केट छ। हेर्नुहोस् है, अनि उनीहरूको मार्केटको कभरेज एरिया भनेको तपाईँको भेरी ग्यासले 45सम्म सिलिन्डर पुऱ्याइरहेको छ। हेर्नुहोस् हजुर, होइन। ठिक छ सर, ठिक छ सर। यो कृत्रिम अभावको उसमा तपाईँले चाहिँ जनतालाई चाहिँ आश्वस्त पार्नको लागि जिल्ला प्रशासनसँग गएर समन्वय गरेर तपाईँले चाहिँ लाइन वितरण गर्ने बेलाको कुरा मात्रै गरिरहेको छैनौँ हामीले। त्यहाँ डिपोभित्र भएको ग्यास छ कि छैन भनेर तपाईँले अनुगमन गर्ने कि नगर्ने? ल, अहिले सबै डिपोमा जिल्ला प्रशासनको यहाँ चाहिँ साइक सिडी साहब चाहिँ रेडी हुनुहुन्छ। तपाईँले फोन गरिराख्नु भएको छ। तपाईँले चाहिँ लाइनमा गएर यो कुनै पनि अहिलेसम्म आएको सुर्खेतको सम्पूर्ण डिपोमा कति स्टक छ ग्यास भनेर तपाईँले अनुगमन गर्नुहुन्छ कि गर्नु न त? अब ल यो हेरौँ है सर, आज उपभोक्तालाई सहज बनाउँ सर। यसरी चाहिँ कृत्रिम अभावलाई चाहिँ तपाईँ हामी सबै मिलेर यो कृत्रिम अभावलाई रोक्नुपर्छ। तपाईँहरूको अलिकति सक्रियता चाहियो सर। बिहान तपाईँ आज जसरी सक्रियता देखाउनु भयो त्यस्तै अब डिपोका सबै गरेर तपाईँले चाहिँ यति चाहिँ हामीलाई चाहिँ गर्नु सर। उपभोक्तालाई चाहिँ यो कुनै अभाव नभएको वीरेन्द्रनगरमा यो अभाव कृत्रिम सिर्जना गरेर चाहिँ जनतालाई दुःख दिनु भएन सर। यो राज्यको निकायमा तपाईँहरू हुनुहुन्छ, जिल्ला प्रशासन म यतिखेर जिल्ला प्रशासनमै छु यहाँ। तपाईँलाई चाहिँ फोन गर्दाखेरि यतिखेर भर्खर खाना खान लाग्यो भन्नुभएको छ 10:30 11 बजे होइन। त्यो आउनाले सर एकचोटि चाहिँ जिल्ला प्रशासनमा साइक सिडी साहब पनि दिल बहादुर कार्की सरसँग पनि हामीले चाहिँ कुराकानी गऱ्यौँ। अब तपाईँहरूले चाहिँ सबै यसमा चाहिँ कृत्रिम अभावलाई रोकौँ सर। यो चाहिँ जस्तो अस्ति पनि म एउटा हजुरलाई उदाहरण दिन्छु। तपाईँ अस्ति भर्खरै मात्रै पेट्रोलियम पदार्थको पनि तपाईँको यहाँ चाहिँ कृत्रिम अभाव भइसकेको थियो। आखिर केन्द्रले चाहिँ सिल लगाउने भन्ने बित्तिकै तुरुन्त सहज भयो नि। भनेपछि तपाईँले एउटा राज्यको निकायले तपाईँले चाहिँ रोक्न किन नसक्ने सर? किन चाहिँ यहाँ चाहिँ अनुगमन गर्न नसक्ने? डिपोमा आएको माग कहाँ गयो भनेर किन हेर्न नसक्ने सर? यति मात्रै हो। यसलाई सहज बनाउँछ सबै मिलेर है सर। ल, यो प्रशासनमा गरेर आज सरको सक्रियता चाहिँ एकदम हामीले चाहिँ जनतालाई चाहिँ सहज, हामी चाहिँ सँगै हिँड्नु पनि परेन, सँगै चाहिँ कहीँ देखाउनु पनि परेन। तर चाहिँ ग्यास अभावको अवस्थालाई चाहिँ न्यूनीकरण गर्नु पर्यो सर। ग्यास अभाव तपाईँ आफै भन्नुभएको छ, कुनै समस्या छैन। तर बजारमा कृत्रिम अभाव भावनाले सबै डिपोमा सरको सक्रियता चाहिँ हामीलाई चाहियो है सर। रेगुलर यस्तो चलिरहेछ होइन। भोलिबाट मान्छे त लाइन छ 2 बजेबाट, आज राति 2 बजेबाट मान्छेको लाइन छ एउटा ग्यास लिनलाई। अहिले मैले के भने अब चाहिँ तपाईँले अनि तपाईँले नायक त माग्नुहोस् होइन, नायक त माग्नुहोस्, एउटा चाहिँ एउटा फर्मेट डिजाइन गर्नुहोस्। त्यो अनुसार चाहिँ अब चाहिँ जस्तै हिजो आएको व्यक्तिसँग आज नदिनु न होइन। एउटै गरेर 3 स्टेपमा चाहिँ फर्मेट डिजाइन गराउनुहोस् होइन।
अनि त्यसपछि तपाईँले हिजो लिएको छ अस्ति लिएको छ त्यसको त ड्युरेसन एउटा सिलिन्डर कति लाग्छ भन्ने त होला नि त। जस्तो यहाँबाट पनि के गर्नु पऱ्यो हुन्छ जस्तो आइलिङमा त सोध्नु पर्ने होला नि त। आइलिङमा यहाँको माग कति हो, हिजोको माग कति हो, आज कति आइरहेछ होइन। आइलिङमा आइसकेर बोलाएको छु खाना खाएको भात खाने समय हो यो खाजा खाने समय हो। सुन्नु न म अघिसम्म बजारमा हुनुहुन्थ्यो अरे मलाई भनेको क्या मैले उसको आउनु त भएन नि अघिसम्म म चाहिँ नन्दनी ट्रेडर्सको बाहिर बसेको छ भनेर मैले त्यही भन्नुहुन्थ्यो क्या घरमा म खाना खानु गएको त्यही त त्यो भने एउटा फरक पाएको हो। सिलिन्डर चाहिँ लाइनमा वितरण हुनु त्यो व्यवस्थापनको पाएको फरक भयो तर आपूर्ति कति हो, सर्टेज हो कि होइन, सर्टेज कसरी भइरहेछ 1100 कति सिलिन्डर त आजै आएको हो त्यो कुरा हिजो आइरहेछ आज आइरहेछ दैनिक आइरहेछ उताबाट चाहिँ आपूर्तिमा कुनै पनि कमी छैन भनेपछि यहाँ चाहिँ के कारणले असहज स्थिति भइरहेछ, के कारणले चाहिँ उ गरिरहेछ। यदि आपूर्ति ठिक छ भने कृत्रिम सर्टेज हो। कृत्रिम सर्टेज गराउने मान्छेलाई कारवाही गर्नु कारवाही गर्नुहोस्। तपाईँ कारवाही त गर्नु पऱ्यो नि तपाईँ प्रशासन कारवाही नगरेर कसरी हुन्छ। अब यो त्यो ग्यास मात्रै छैन मेरो काममा यहाँ कति चाहिँ अब उसलाई भनियो नि त मैले यस्तो तपाईँ जिम्मेवारी दिने हो क्या सबै तपाईँ सिधै छ हामी गभर्मेन्ट छैन के तपाईँ जिम्मेवारी दिएछ अलिक जति पनि कारवाही हामी के भने म यहाँको चाहिँ प्रतिनिधि पठाइदिन्छु र पनि अनुमोदन गर्नुहोस् भनेको छु है। एकजना यहाँको तुलनाले यो